हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। ल हामी चाहिँ एकदम रेडी फर भिजिट एट सारङकोट। दिदी, नातिनी, भान्जी, यी केटो यता फेरि तयारी त हुँदैछन्, बाहिर एकदम वेटिङमा। दिदीहरू, भान्जी, हाम्रो डनहरू, भान्जा, ल सबै हामी चाहिँ तयार हुँदै मिठो आउँछ जाने। सानो केटो एकदम रिसाएर यहाँ यस्तो जान्न भनेर हैरान्थ्यो, फेरि जाने रे। ल ल रेडी भयो बा, ल कविता छिटो गर, ल निस्क। ल के हुन्छ म चाहिँ देखाउँछु लाउरेहरू। ल साथी, हामी चाहिँ निस्क्यौँ घुम्नको लागि। यहाँ चाहिँ पुरा फ्यामिलीहरू, भान्जा एन्ड स्मी। अब चाहिँ हामी घुम्न हिँडेको कहाँ हो थाहा छैन तर मलाई। प्यान गर्न मिल्छ त्यो। अब कहाँ जानुहुन्छ त्यही। अब हनुमान टोलबाट निस्क्यौँ। सिधा गर। त्यो हनुमान टोल गर्दा त्यो तपाईँलाई चाहिँ एकदम एउटा बर्टिपलको बुट हाम्रो यहाँ छ, पूजा गर्न आउनु होला। यहाँ यत्रो पलटिन्छ साथीहरू, जग्गा चाहिएको भए। एक 20-30 जग्गाहरू हो। अहिले चाहिँ नयाँ घरहरू लम्बेको धेरै भएको छ नि प्लटिङ गरेको। त्यो चाहिँ तपाईँहरूको एकदम सुखद मूल्य भन्ने त एउटा पोखराको 31 भनेको 1 करोड 30 लाख है। फेरि 1,30,000 होइन, एकदम सुखद मूल्य। यो चाहिँ एउटा चोक है। यहाँबाट सुरु हुन्छ तपाईँको ड्याम साइड है। लेक साइडलाई यहाँबाट गाडी लाग्छ। पछाडि आउँदैछन् भान्जा, भाइ एन्ड अल फ्यामिली। तपाईँको कन्ट्याक्ट त्यसको मुख्यमन्त्रीको भवन थियो। एनजीले भन्छ रिपेयरिङ चाहिँ एकदम ध्वस्त बनाइदियो। तपाईँको राष्ट्र ब्याङ्क छेउ। ल साथीहरू, यहाँ चाहिँ रवि लामेछानेलाई अदालत ल्याउँदाखेरि प्लस कारागारमा राख्दाखेरिको ठाउँ हो यो चाहिँ तपाईँको। यहाँ आन्दोलनकारक दौरानमा एकदम त्यसरी फोहोर हालेको थियो, पानीको फोराहरू।
पर्सा जिल्ला प्रशासन कार्यालय पोखरा गैरी कल्याणपुर कारागार हो है एउटा है कारागार इलाका हो खै घन्टीघर मण्डल प्रदेश कार्यालय घन्टीघर है राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीघर आए घन्टी राष्ट्रका पार्टी कार्यालय है यो है सायद त हामीले पुगे अहिले चाहिँ 0 भन्दा माथिपट्टि है मालेपाटा जिल्लाको पिच अब वर्षाङ मालेपाटा तपाईँहरूको यही साइडमा छ तपाईँको यो पूर्वेली सेकुवा घर वर्षाङमा भन्ने सुन्नमा आएको छ जेन्सी काटिने रहेछ हामी पनि हेरौँ है त ल पोखराको प्रसिद्ध मन्दिर विन्ध्यवासिनी अब देखिन्छ हाम्रो शरण खोजको बाटोमा रमाइलो गर्नुपर्छ साथीहरू अब बाटो साँगेको छ अब चाहिँ भ्यू दामी देखिन्छ है साथीहरू रमाइलो हामी चाहिँ अहिले बेलुकाको साइडमा जानेछौँ अहिले चाहिँ तपाईँको भलाम इलाका देखिँदैछ यो पारीपट्टिको ठाउँहरू भलाम इलाका प्लस इलाका भनेको बगर इलाका है बाटो चाहिँ यस्तै घुट्टी घुट्टी छ तर बाटो राम्रो छ तर सानो एकदम कन्जस्टेड बाटोहरू छ क्या रमाइलो छ फलाम इलाकाहरू पुरै देखिन्छ अनि बाटो एकदम मान्छेहरू घुमेर फर्किने बेला भइरहेछ long time अलिकति कन्जस्टेड ठाउँमा आइरह्यो हामी अहिले चाहिँ माथिबाट ट्राभलिङ गरेर आएको गाडीहरू हुन्छ अलिक कन्जस्टेड बाटो चाहिँ अब बाटो दुख्छ बाटो दुख्न छैन यति ठाउँ मात्रै हो तर धुलोहरू छ यहाँ अहिले चाहिँ मेरो ट्राभलिङ बाहिरको धेरै भयो अब पोखरामा चाहिँ म त्यति यो छुट्टीमा चाहिँ हेर
उठाउनु जानु न समात न यतिकै समात यहाँ ब्रेक समात कहाँ छोडेर हिँडेको अच्छा कहाँ छोडेर हिँड्छौ नयन समात त हाम्रो नि गुल्टिन्ला छोड्दा नयन रोकेको यस्तै लागेन उता डोगेर त्यही भएन है हाम्रो पनि लाग्दैन होला अनि हामीहरू पछि पछि थिए साइड लाइन चोर त लाएन है साइड लाइन साइड साइड मेरो आफै लडेको म स्टिल लगाएँ अघि यो दाइको ठिक भइहाल्छ मान्छेलाई चोटपटक त अलिअलि त भयो नि त्यत्रोले अठाउँदा त पछाडि सम्हाल्नु सकेन एकछिन पर्खानु है अङ्कललाई खुट्टामा लगायो अरे के एकछिन पछि ठिक भइहाल्छ सिङ्गल रहेछ है नि सिङ्गलै हो घर जाम डरायो बाबु त घर जाम पो अरे जानी हो छोरो जानी हो लाउन धन्न थप्तिर गुल्थेन एकछिन ओह्रालो आउँदै झन् दुःख रहेछ क्या भन्नाले कन्ट्रोल गर्न सक्नु पऱ्यो नि अनि सिङ्गल रहेछ क्या डबल हो पछाडि भन्ने के हो होइन तलबाट कहाँ जाने अरे कति ठुल्ठुलो गाडी नै आउँदो रहेछ
गाडीहरू यहाँ आएको कता गर्दैन हाम्रो आएकै रहन्छ क्या यहीँ रोक्ने होला एक्सिडेन्ट भएर सारङकोटको भिडभाड चाहिँ खत्रै छ अहिले चाहिँ एकछिन भिडभाडहरू चल्दैछ माथि आएर पनि यस्तो ट्राफिक छ हिउँकोलाई घुम्नकोलाई आउनेहरू जाने क्रम चाहिँ चल्दैछ है त हाम्री माइली हेलो हेलो गाइज ल आउनुहोस् आउनुहोस् अनि यो प्याराग्लाइडिङको लागि चाहिँ इलाका यो इलाकाहरू हो यहाँ देख्नुभएको छ नि यो हो यो सिधै सिधै प्याराग्लाइडिङको लागि रेडी गरेर बसेर ल राइडरमा हुर्केको मान्छे 2 मिनट फ्ल्याट यार ये खत्तम छ ल सानैले एक्सिडेन्ट भएको देखेको त घर फर्की मरे घर जा मरे सानो घर जाने के गर्ने सानो सानो आइ भन ल यता हेर यता हेर Finally, we are reached in Sarangkot Mandir. ल मन्दिर त अहिले त पुरै उयो गरेको छ सारङकोटबाट यहाँ चाहिँ अहिले चाहिँ कन्स्ट्रक्सन काम चल्दै रहेछ यो हैन योबाट चाहिँ तपाईको पुरा पोखरा जग्गा देखिन्छ अनि अझै देखेन भने त्यहाँबाट पारीबाट पनि देखिन्छ यो चाहिँ यता साइडतिर चाहिँ लेक साइड इलाका भयो अनि पुरै यो तपाईको ठुलो बिचमा उठेको पहाड चाहिँ काउनाडा है त यो इलाका त भलाम इलाका यता 50 पर्छ तपाईको हेम्जा है ल बाटो एकदमै कन्जेस्टेड सानो छ अनि घुमे गरेर आइरहन बनायो सो एनीवे तर रमाइलो भयो रमाइलो हुँदैछ हेरौँ अब म चाहिँ तपाईँको सारङकोटमा को मेन मन्दिरमा चाहिँ जाँदैछु हाम्रो गाइजहरू फेरि यहाँको मन्दिर हो है यो ल फाइनली साथीहरू यहाँको एकदमै कति राम्रो यो हस्तकलाहरू हैन मन्दिरको हातको कलाहरू पनि एकदम तगडा छ यहाँ यसो देख्न पाइन्छ एकदमै भिडभाड छ यहाँ
कहाँ हो साथी? हामी योभन्दा पहिलाचोटि आउँदाखेरि चाहिँ पुरै कन्स्ट्रक्सन कामहरू चल्दै थियो। अहिले चाहिँ लगभग फाइनली सबै खतम भएछ। 108 धारा हो यो। यो चाहिँ सिटिङ इलाकाहरू रहेछ। यो चाहिँ तपाईको शिवलिङ्ग, यो चाहिँ तपाईको शिवलिङ्ग रहेछ यहाँ चाहिँ। बाबा खोइ नयाँ यहाँ चाहिँ मम्मी चाहिँ हेलो कतिवटा धारा होला 108। त्यो धारा फेरि चलेकै छैन। जय बजरंगबली की जय, हनुमान की जय। तपाईको टिकट काउन्टर यो चाहिँ घुम्ने हो पञ्चमुखी गणेश। सानो कहाँ जाने हो तिमी? टावरमा जाने हो? हो ल फाइनली वी आर रिच इन एकदम पोखराको टप मोस्ट हाइटमा। चाहिँ यहाँ माथि पनि एउटा मन्दिर रहेछ है त। एकचोटि फ्यान सबै घुमाउँ एन्ड देन टावरमा जाउँला फेरि। त्यो टिकट राख है त। टिकट समाउँदा नि त्यो म पैसासँग छ है त। ल ल यो चाहिँ तपाईको हेम्जा इलाका हो है त। यो चाहिँ हेम्जा इलाका भयो। हाम्रो सुसन उसमा बसेको त्यही त हो पारी होइन, होस्टेल बसेको त्यो छेउको त्यो निलो ऊ भएको क्रस भएको। यो चाहिँ हेम्जा इलाका हो है त। बाबु लडेल है। अनि यो इलाका भयो तपाईँको फेवाताल है त। हाम्रो घर इलाका त यतातिर पर्दो रहेछ। यो इलाकातिर पर्छ हाम्रो घर। यो पुरानो एयरपोर्टको छेउमा
यो चाहिँ तपाईँको नयाँ एयरपोर्ट भयो हैन अहिलेको। यो तपाईँको मणिपाल भयो, काउडाँडा। यहाँ फोटो सेसन हुँदैछ साथीहरू। कति राम्रो देखियो कि तल पोखरा। फोटो सेसन चल्दैछ यहाँ फेरि धमाकेदार। फेरि हाम्रो फोटो नखिदिनु रहेछ क्या गर्नु। कति राम्रो देखियो। चिसो लाग्यो मलाई अब जगेर त दिँदैन। कति कालीको मन्दिर रहेछ कि यहाँ। कालीका नभित्र यहाँ चाहिँ यहाँ पनि त रहेछ। यहाँ चाहिँ जुत्ता नलार जाऊ। सबै हो दिदी भयो। यहाँ समात्यो यो दाम त हामी भित्र त ढोगे निकाली निकाली के रहेछ त्यो साथीहरू। मम्मी चाहिँ यता उता चाहिँ फोटो सुटिङ चलिरहेको। यता फेरि दुईजना मम्मी यहाँ सिक्का चढाउनु जाँदै। यो के को मन्दिर हो? डबल पैसा छैन। सिङ्गै पैसा होइन नोट 5 रुपियाँको त हो नि। यता फेरि फोटो सुटिङ चलिरहेको। यता मम्मी यहाँ नहाल्दो रहेछ अरे साथीहरू। ल साथीहरू हामी चाहिँ अब जान्छौँ माथि, अझै टपमा जानेछ। एकछिन फोटो भिडियो भएर भ्याइयो। सो द्याट हामी चाहिँ अहिले जाँदैछौँ माथि। यता ल यो चाहिँ इन्ट्री पोइन्ट टप अफ दी फ्लोरको लागि। हेलो गाइज। ल छोराले दुःख दिएर खतम छ। हेलो गाइजलाई छोराले दुःख दिएर खतम छ। ओइ नयनलाई हेर, नयन माथि पुगिसक्यो। म त छोरी सिङ्गालीको म त छोरी सिङ्गालीको। टप अफ दी पोखरा जाँदैछ हामी। ल है त अहिले झन् यो घामले गर्दाखेरि यस्तो बबल देख्छ। हेम्जाइलेका भनेको एकदम तरकारीको उत्पादन कस्तो धेरै भएको ठाउँ। आजै माथि होइन क्या हो। बाबु हेर है त्यहाँ। ओइ नयन लडिन्छ है। ओ माई गॉड गुडनेस। सी नयन कस्तो लाग्यो तिमीलाई यहाँ? राम्रो हो। योर ब्रदर ग्रेस
यो कस्तो ठाउँ जस्तो लाग्यो तिमी इलाम घुम्न गएको थियौ एकचोटि लाइक द्याट होइन वो so far from here ल ल खेल्दै कोही फेरि के ल 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 यो चाहिँ लेक साइड इलाका है त प्लान गरिदिन्छु ल म है बगमान यहाँ छ यतातिरबाट यो तपाईँको ल यो चाहिँ मन्दिर इलाका तल होइन एकदम दामी ठाउँ यो चाहिँ सारङको टप एन्ड देन पोखराको टप इलाका सबैभन्दा पोखराको दामी भ्यू देख्ने ठाउँ भनेको यही ठाउँ हो सो मान्छेहरूको भिडभाड एकदमै धेरै छ एकदम ट्राफिक धेरै छ यहाँ तलबाट तपाईँको हिँडेर आउनुपर्छ यो तलबाट रोडबाट अनि यो चाहिँ मन्दिर इलाका यो चाहिँ पुरै कन्स्ट्रक्सनको कामहरू चल्दैछ यो चाहिँ मलाई हाउसिङ जस्तो लागिरहेको छ बिल्डिङहरू जस्तो फ्ल्याटहरू जस्तो लागिरहेको छ नै त यो ऊ होला होटेलहरू जस्तो लागिरहेको छ है त अगर तपाईँहरू पनि पोखराको इन्जोय लिन चाहनुहुन्छ यहाँको के भन्छ प्रकृतिको सुन्दरता हेर्न चाहनुहुन्छ भने पोखरा एकदम वेलकम छ है त यो चाहिँ तपाईँको जो बिचमा मन्दिर भनेर एकदम फेमस छ नि तालबराई मन्दिर यो है त तर यसमा चाहिँ खासै राम्रो उ भइरहेको छैन लेक साइड तालबराई मन्दिर हो यो चाहिँ है त यहाँबाट चाहिँ केबल कारहरू अप डाउन हुने ठाउँ हो होइन यहाँबाट पोखराको यहाँ तलबाट आउँदैछ तल तल त्यो तलमा केवल कार फेरतालमा झर्छ यो त अमेरिका होइन अमेरिका जाने हो अमेरिका त सिडी चल्दा पनि अमेरिका हो ल साथी हामी चाहिँ ब्याक भयो अब चाहिँ ल यहाँबाट डाउन हुने ल यो चाहिँ टिकटक पोइन्ट रहेछ क्या हो यो होइन सानो पुचुलु ल यो चाहिँ तपाईँको टिकटक पोइन्ट रहेछ क्या यहाँ चाहिँ अब चाहिँ हामी ब्याक हुँदैछौँ ल फ्यामिलीहरू पुरै हाई भन्दै है हेलो हेलो हाई भन हाई भन बाई बाई खै दाइहरू ब्याक हुँदैछौँ हामी चाहिँ ल यो चाहिँ तपाईँको एकदम सेल्फी पोइन्टहरू रहेछ हामी चाहिँ ल सपरिवार चाहिँ एकदम सेल्फी खिच्ने कुरा भयो
यहाँ तिनीबाट खिचौँला होइन यस्तो दामी ल भिडियो यहाँबाट तल चाहिँ अघि हामी टावरबाट तल खिचेको यहाँबाट चाहिँ यहाँ यस्तो देखिन्छ यहाँ साथी हामी चाहिँ अगाडि गाडी अगाडि छ के गाडी ए केटाकेटी बस्यो हामी चाहिँ यहाँबाट माइक भयो सारङकोटबाट है अलि अगाडि आउनु पर्छ सानो समात है राम्रोसँग सानो पनि चलाक छ के चलाक सारङकोटबाट झर्दियो चलाक बच्चाहरू छ पूजा गर्ने सामानहरू पनि पाइँदो रहेछ क्या माथि पूजा गरिदिनु यत्रो म त बिर्सेको सारङकोटमा मन्दिर छ भने ल साथी यता पुग्छ आउनु सारङको दाइहरू अगाडि हुनुहुन्छ अब चाहिँ यो भिडियोलाई अफ गरिदेऊ मन्दिरहरू छ भनेर ध्यानै नभएको के हो कति आएको हो नि त अप्पर जट माथि गयो के मजाको त्यो गणेश भगवानको के मजा के गरे साथी के गरे गरे चाहिँ के साथी के गरे गिरिस खोइला देख्दैन मेरो कुचुलुलाई मेरो बाबुलाई मेरो स्यानेलाई मेरो स्याने त यहीँ छ गिरिस के मेरो बाबु सानो उसमा देखिन्छ पछाडि पनि देखाएको ब्याक क्यामेरा त्यहाँ अलिकति ठाडो भयो कि प्याजो गर्नु मैले उतानु हुन्छ कि त्यो गरेको अगाडिको मोबाइलले फाट्दै झर्छु जस्तो यो त राम्रोसँग अठाएको छैन नकाट्नु स्टेसनहरू त आएन ए माता छोरी सिंगालीको
यहाँको त भ्युज राम्रो आएको त्यो देखेर थिएन यहाँ हामी दार्जिलिङ गएको थियौँ तपाईँ सिलगढीबाट त्यस्तै सानो बाटो त्यो तल के खोला अरे त्यहाँबाट उभिएपछि कि के अरे हाम्रो बसेभन्दा अलि अगाडि गएर शीतल बस्तीको यता नि मुलको पानी पाउँदो रहेछ तर पोखरामा जहाँ पनि धेरै जस्तो ठाउँमा मुलको पानी पाइने क्या नि मान्छेहरूलाई चाहिँ पानी नकिन मुलकै खाम भन्ने नि पाइन्छ अलिकति दुःख गऱ्यो भने एकजना केटालाई हानेर मारे के अरे अल्चरको बोल्नु न हानेर मारे के मारे मर्सिङ साइडतिर के मान्छे कता हो धारीले हतियारले हानेर मारेको क्या कसले यो त पर्सिङतिर हो गुन्डाहरूले बाग्नु जस्तो प्रकारले बागलुङ बस पर्खाइयो के लिएर ग्रिसलाई जिरो हामी चाहिँ अब घुमघाम पछाडि अब खाना खाने भन्ने कुरा हो त्यतिर अहिले हामी आइयो थकाली रेस्टुरेन्ट है त सानैको डिमान्डमा आएको यहाँ चाहिँ स्याउ पनि रहेछ होइन मेरो त डिमान्ड होइन तिम्रो डिमान्ड हो यहाँ चाहिँ तिहारको फुल रहेछ अहिले 1500 रुपियाँ केजी भएको खाना पाइहाल्छ नि किन नपाउने
अस्ति नै खाएको थियो आउनु पर्यो ल हामी चाहिँ ए यहाँ पनि अरू ठाउँहरू छ एकछिन है अरू ठाउँ हेरौँ नि ए अच्छा गोमिता यहाँ त ड्याम साइड दामी देखिँदो रहेछ नि त ल यहाँ चाहिँ ड्याम साइड दामी देखिँदो रहेछ नि त भ्यूकोलाई होइन म त यहाँ पछाडि आएको बेल ड्याम साइड ल हामी चाहिँ खानाको लागि प्लेस ठाउँ हेर्दै हो एकछिनै म माथि पनि हेर्छु माथि पनि छ बस्ने ठाउँहरू माथि छैन नि हो बाबु स्टोर प्याक रहेछ कि यहाँ अलिक सानो थियो ल बस ल ल यहीँ बसेर आऊ यता आऊ हामी योभन्दा पहिला उतापट्टि बसेको है सानो होइन आज यहाँ बस्ने ल ल बसौँ ल ल ल तिमीहरूको डिमान्ड के हो ल मगाऊ त सानैको डिमान्ड एकदम फेरि कसरी सानै डिमान्ड ओइ के गरेको थियो तँ ल यहाँ त घन्टी पनि रहेछ खाना आयो यो चाहिँ एकदम प्योर थकाली खाना चाहिँ म चिकन खाँदैछु यहाँ चाहिँ सरकारको चाहिँ फेरि सादा खाना है केटाहरूले चाहिँ मोमो खाएर इस डन हो खाना मोमो खाएर भयो के अझै खाने हो भयो ल यता कस्तो भयो ल एकछिन घिउ ल्याउँछ कि गिरी गोमिता एकछिन घिउ ल्याउँछ ल यसमा चाहिँ तपाईँको भेराइटी सलाद भयो यो चाहिँ साँधेको ऊ होला यो अचार यो अर्को अचार साग यो खिचेको आलु टाइपको यो माछा चिकन दाल पापड ल साथी खाइदिनु पर्यो ल म चाहिँ सुरु गरेँ है त मम्मी कस्तो छ यो चाहिँ लेग साइडको माछा ल चिकन साँधेको आयो यो चाहिँ गोमिताको डिमान्ड हो योभन्दा पहिला चाहिँ एक ठाउँमा कहाँ चिकन साँधेको खाएको भएर उसलाई चाहिँ एकदम चिकन साँधेको खानु मन लाग्यो कस्तो हुन्छ हेरौँ है त लेट्स सी त्यस्तो त म पनि बनाइदिन्छु तर के मिसाइरहेको छ म पनि हेर्छु है त म पनि डेन्जर सोखी हो नि कुकिङको ओके नि क्रिस बाबा द सेफ द सेफ हो अरे द सेफ त होइन तर कान्छो भाइ चाहिँ हो अङ्कलको छोरा चाहिँ हो म सेफको अङ्कलको छोरा
नसाथ्यो थकाली खाना यो चिकन साँधेको मोमोले म त ढले ढले बनाइसकेँ उभिने खालको क्षमतै नभयो साइडमा छ है लु लाइट्स भइसक्यो यहाँ दुई साइड दुई ठाउँमा रहेछ मजा आयो आजको घुमघाम अब हामी जान्छौँ घर थकै लाग्छ होइन सानो जाने नै होइन अब भयो होइन केटाहरू अगाएन भनेर नेक्स्ट प्लेट म डिमान्ड गरेको त प्याकिङमा पो गइगयो घर घर खाने अरे बा यिनीहरूको सो क्रेजी मोमोको लागि ल ल चिकन साँधेको आयो यो चाहिँ गोमिताको डिमान्ड हो योभन्दा पहिला चाहिँ एक ठाउँमा कहाँ चिकन साँधेको खाएको भएर उसलाई चाहिँ एकदम चिकन साँधेको खानु मन लाग्यो कस्तो हुन्छ हेरौँ है त लेट्स सी त्यस्तो त म पनि बनाइदिन्छु तर के मिसाइरहेको छ म पनि हेर्छु है त म पनि डेन्जर सोखेँ हो नि कुकिङको ओके नि क्रिस बाबा द सेफ द सेफ हो अरे द सेफ त होइन तर कान्छो भाइ चाहिँ हो अङ्कलको छोरा चाहिँ हो म सेफको अङ्कलको छोरा नसाथ्यो थकाली खाना यो चिकन साँधेको मोमोले म त ढले ढले बनाइसकेँ उभिने खालको क्षमतै नभयो साइडमा छ है लु लाइट्स भइसक्यो यहाँ दुई साइड दुई ठाउँमा रहेछ मजा आयो आजको घुमघाम अब हामी जान्छौँ घर थकै लाग्छ होइन सानो जाने नै होइन अब भयो होइन केटाहरू अगाएन भनेर नेक्स्ट प्लेट म डिमान्ड गरेको त प्याकिङमा पो गइगयो घर घर खाने अरे बा यिनीहरूको सो क्रेजी मोमोको लागि ल साथी हो बाई बाई मोनालिसा हाम्रो चाहिँ खाना भयो अब जाँदैछौँ हामी अपनी ओर घर की ओर साने साने बाई बाई भन ल होटल मोनालिसा It's located from ड्याम साइड ल साथी हो अब हामी घरतिर जान्छौँ ल आजको ब्लग यहाँ खतम फेरि नेक्स्ट ब्लगमा छिट्टै मिनीको बाचा साइड बाई बाई गाइज ल बाई बाई भन बाई बाई साने साने बाई भन ल